हेलो एभ्रिवान, यहाँहरू सबलाई मेरो भ्लगमा स्वागत छ। आज चाहिँ हामी कलेजमा छौँ, कलेजमा भइरहेको थियो प्रोग्राम। अनि त्यहाँ मसँग चाहिँ रसिला र सञ्जीव बसेको थिएँ। अनि मैले चाहिँ सञ्जीवलाई बोलाइरहेको थिएँ, बोलाएको हेरेको पनि थिएन। अनि पछि हेऱ्यो अनि मैले हाई गरेँ। अनि मेरो साथीहरू पनि आए सबैजना। अनि साथीहरू आइसकेपछि चाहिँ त्यहाँ हाम्रो प्रोग्राम स्टार्ट हुन आँटिरहेको थियो। अनि प्रोग्राम चाहिँ क्रिएटिभिटी यङ एन्टरप्रेनर एन्ड पब्लिक स्पिकिङ च्याम्पियन भन्ने रहेछ। अनि हामीलाई चाहिँ त्यहाँनिर एज अ के भनौँ अडियन्स ल्याएर राखेको थियो ताली बजाउनको लागि भनेर। त्यहाँनिर चाहिँ के अरे भिन्दै भिन्दै ठाउँबाट जेसिसको मेम्बरहरू पनि आउनु भएको थियो। यो प्रोग्राम चाहिँ जेसिसले गरेको हो। हाम्रो कलेज चाहिँ जेसिसको भवनमा छ नि त। अनि त्यही भएर अनि माथि चाहिँ जेसिसको अफिस छ अनि हामी चाहिँ तलब कलेजमा पढ्छौँ। अनि त्यो भएर चाहिँ हाम्रो त्यो कलेजको उसमा चाहिँ के अरे क्लासमा चाहिँ यो प्रोग्राम भएको भएर हामीलाई त्यहाँ लगेर राखेको थियो। अनि त्यहाँनिर चाहिँ मन्त्रीज्यू पनि आउनु भएको थियो। अनि मन्त्री चाहिँ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर पाण्डे सर आउनु भएको थियो। अनि उहाँको लागि भनेर स्वागत गर्न भनेर म्यामहरू चाहिँ त्यहाँ बसिराख्नु भएको थियो। अनि हामी सबैजना उठेर ताली बजाएर उहाँलाई स्वागत गऱ्यौँ। अनि स्वागत गरेर उहाँलाई आसन ग्रहण गर्नको लागि पनि त्यहाँ बस्नलाई त्यहाँ सरले भन्नुभयो। अनि त्यस पछाडि प्रोग्रामहरू अब यत्तिकै स्टार्ट हुन आँटिरहेको थियो। हामी चाहिँ बोर भएर सुनिरहेको थियौँ। अब केही एक्साइटमेन्ट पनि थिएन, केही पनि थिएन, कराउन पनि पाइँदैन थियो, यत्तिकै सुनिरहने मात्रै थियो। अनि त्यही भएर त्यहाँनिर चाहिँ बस्यौँ यत्तिकै घरि उभिने। अनि राष्ट्रियगानको लागि भनेर हामी सबैजना उठ्यौँ। अनि यो क्यामराम्यानहरूको चाहिँ जहाँ पनि दादागिरी के हामीले चाहिँ केही नै हेर्न नपाउने, जहाँ पनि आएर अगाडि ठिङ्ग उभिदिएको छ। अनि त्यही हुँदाहुँदै मैले चाहिँ त्यहाँ मन्त्रीज्यूले त्यो के अरे पानसमा दियोमा बत्ती बालेको पनि हेर्न पाइनँ। अनि मैले थोरै भए पनि क्लिप खिचेँ। अनि त्यस पछाडि हाम्रो म्यामलाई भनेर चाहिँ त्यहाँ बोल्नको लागि आयो भनेर चाहिँ अगाडि बोलाइयो। उहाँले चाहिँ स्वागत मन्तव्यहरू राख्न आँट्नु भएको थियो। अनि उहाँले चाहिँ एकदम मिठो बोलेर हामी सबैलाई कान प्रफुल्ल पारिदिनु भयो। अनि त्यहाँनिर सबैजनाहरू चाहिँ बसिरहनु भएको थियो। प्रोग्राम चाहिँ फ्लोमा गइरहेको थियो अगाडि। अनि मन्त्रीज्यूलाई चाहिँ त्यो गिफ्ट ह्याम्परहरू पनि दिइरहेका थियौँ। अनि त्यस पछाडि त्यो दिइसकेपछि चाहिँ अनि फेरि त्यहाँ कसले के भन्ने कुराहरू भइरहेको थियो। अनि यत्तिकै प्रोग्रामहरू गइरहेको थियो। हामी चाहिँ बोरिङ भएर सुनिरहेको थियौँ। त्यो सरलाई चाहिँ के भन्न भनेर बोलाउनु भएको थियो। अनि त्यस पछाडि सरको पालो सकिसकेपछि अनि अर्को एकजना म्यामले चाहिँ आएर आफ्नो मन्तव्यहरू चाहिँ त्यहाँ राख्नुभयो प्रस्तुत गर्न। त्यस पछाडि पालो थियो हाम्रो मन्त्रीज्यूको। अनि मन्त्रीज्यूले पनि त्यहाँ आएर अनि के छ देशमा के हुन्छ भनेर भन्नुभयो। अबको आवाज मन्त्रीज्यूको। सहभागी भएका छौँ। यति बेला हामी विश्वास हाम्रा विवेकहरूमा विश्वास हामी प्रतिस्पर्धा गरिरहेका छौँ। यो प्रतिस्पर्धामा सहभागी हुनुभएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु। यति बेला खास गरी नेपाल सरकारका नीति तथा कार्यक्रम पनि प्रस्तुत भएको छ। नेपालको युवा अवस्था सबै प्रकारले सक्षम छ। क्षमतामा, विवेकमा, प्रतिस्पर्धामा हामी श्रेष्ठ हुन चाहन्छौँ। त्यो खालको एउटा अनुकूल वातावरण हामीले खोजिरहेका छौँ। त्यो प्रतिस्पर्धामा
हामी श्रेष्ठता हासिल गर्न सक्छौँ भन्ने उच्च मनोबलको साथमा तपाईँहरूबाट प्रतिस्पर्धा छनौट हुनेछ। हामी अरू ठाउँमा पनि चाहिँ त्यो सफलता प्राप्त गर्छौँ। त्यो सफलताको लागि म तपाईँलाई शुभकामना दिन चाहन्छु। खासमा अघि पनि पूर्व वक्ताजीहरूले यो कार्यक्रमको सान्दर्भिकता यसको महत्त्वको सन्दर्भमा धेरै चर्चा गर्नुभयो। हामी आजको नेपाली युवाहरू हामी सक्षम छौँ भन्ने खालको प्रमाणित गर्नुपर्ने छ। विभिन्न विधाहरूमा एउटै कुरामा हामी हरेक क्षेत्रमा त्यो खालको क्षमता प्रदर्शन गर्न सक्छौँ, त्यसमा सफलता प्राप्त गर्न सक्छौँ भन्ने दृढ आत्मविश्वासका साथमा हामी यो प्रतियोगितामा सहभागी भएका छौँ, यो छलफलमा सहभागी भएका छौँ। म सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु। एउटा प्रतिस्पर्धामा मन्त्रीज्यूको भाषण सुन्दा सुन्दा बोरिङ भएर मैले देखाएँ मेरो अनुहार, अनि त्यस पछाडि मैले देखाएँ पुरै क्लासलाई। सबैजना चाहिँ मौन भएर मन्त्रीज्यूको चाहिँ त्यहाँनिर भाषणहरू सुनिरहनु भएको थियो। मन्त्रीज्यूले चाहिँ राम्रो राम्रो कुराहरू गरिरहनु भएको थियो। तर के गर्नु, यहाँनिर जति नै छ सेवा सुविधाहरू जति नै छ अनि अवसरहरू जति नै छ भने पनि देशको हालत यही हो। मान्छे कसैले केही गर्यो भने खुट्टा तान्ने मान्छे मात्रै धेरै हुन्छन्। अनि त्यस पछाडि बाहिर चाहिँ पानी पर्न आँटेको थियो अनि म चाहिँ झ्यालबाट चिसो हावा खाँथेँ। झ्यालको नजिक बसिरहेको थिएँ अनि म भएकै ठाउँले स्पिकर थियो। अनि त्यस पछाडि मैले प्रष्ट सुनिरहेको थिएँ। अनि यो मान्छे चाहिँ के गर्न आएको कि त्यहाँनिर के त्यो सारेको थियो अगाडि आएर। हामीले चाहिँ हेर्नु पर्दैन, क्यामराम्यान हो भन्नेमा के दादागिरी नै देखाउने हो, हामीले चाहिँ त्यहाँ हेर्नु पर्दैन भन्दै म चाहिँ रसिलासँग कुरा काटिरहेको थिएँ। अनि त्यस पछाडि अनि म चाहिँ रसिलाको अनुहार देखाएँ अनि ऊ चाहिँ उहाँ राम्री राम्री हुँदै बसिरहेको थियो। म के गरेँ अब त्यस्तो फेरि। अनि अल्छी लागेर म चाहिँ आफ्नै मुख देखाएर बसिरहेको थिएँ। पछाडि थियो गुल्जनले देखाएँ रसिलालाई अनि सञ्जीवलाई। अनि त्यस पछाडि त्यो मान्छेले हामी तिनजनाले त त्यो लिटरली देखेको पनि थिएन कि आएको छ, घरि यता फर्केर बसेको छ, घरि उता फर्केर बसेको छ। अनि हामी चाहिँ त्यही हेर्दै जिस्किँदै बसिरहेको थियौँ पछाडि। अनि बाहिर चाहिँ कस्तो मजाको हावा चलिरहेको थियो अनि म चाहिँ चिसो हावा खाँदै 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 त्यहाँ बसिरहेको थिएँ। बाहिरको सिन पनि कति राम्रो देखेको छ क्या त्यो घरहरू पनि। अनि फेरि यता मन्त्रीज्यूको भाषण सकिसकेपछि मन्त्रीज्यूको चाहिँ के अरे जाने बेला भइसकेको थियो। अनि उहाँलाई चाहिँ सबै स्वागत गरेर अनि त्यस पछाडि एकछिन बस्नुभयो। अनि एकछिन आफ्नो मन्तव्य राखिसकेपछि चाहिँ अनि फेरि त्यहाँ अर्को एकजनाले चाहिँ आफ्नो मन्तव्य राख्नुभयो उहाँपछि। अनि त्यहाँ पार्टिसिपेटहरू पनि धेरै थिए। अनि फोटोसोटो खिचेर मन्त्रीज्यू जानुभयो। अनि त्यस पछाडि अर्को एउटा दिदीको त्यो के अरे के भन्छ अब त्यसलाई स्पिच थियो। अनि त्यो स्पिच चाहिँ हामीले सुन्यौँ। अनि उहाँको पनि स्पिच चाहिँ एकदम नै राम्रो थियो। अनि उहाँ चाहिँ एकदम राम्री पनि हुनुहुन्थ्यो उहाँ चाहिँ। अनि उहाँ पनि जेएसएसको एकजना मेम्बर हुनुहुन्थ्यो। अनि त्यो जेएसएसको प्रोग्राम सकिसकेपछि चाहिँ अनि त्यो पब्लिक स्पिकिङ च्याम्पियन भन्नेमा चाहिँ त्यो खोइ आइडिया इन्टु एक्सन कि के भन्ने टपिक थियो समथिङ, मैले टपिक चाहिँ बिर्सेँ। अनि त्यसको लागि चाहिँ त्यहाँ फाइनलिस्टहरू चाहिँ डिफ्रेन्ट जिल्लाहरूबाट छानिएर आउनु भएको रहेछ। अनि यो आज चाहिँ पब्लिक स्पिकिङ च्याम्पियनको चाहिँ फाइनल थियो। अनि त्यहाँ फाइनलमा चाहिँ अनि त्यो पार्टिसिपेन्टहरूले चाहिँ आएर आफ्नो त्यो के अरे डिबेट गर्नुपर्ने थियो। अनि त्यो पनि इङ्ग्लिसमा। अनि त्यस पछाडि सबैजना चाहिँ त्यो त्यहाँ सेटअपहरू मिलाएर अनि पार्टिसिपेन्टको चाहिँ फोटोसोटो खिचखाच पारेर अनि त्यहाँ प्रोग्राम चाहिँ स्टार्ट हुन अगाडि गइरहेको थियो। अनि त्यहाँनिर चाहिँ त्यो एउटा के पेपर झरेछ सरको। अनि त्यो एकजना दाइले टिप दिनुभयो। अनि त्यहाँ स्पिकिङ चाहिँ अब स्टार्ट हुन गइरहेको छ। All protocol observed. Creativity is Gyanam Gayam Parigrata Trividam Karma Chadana. Gyanam Gayam Parigrata Trivida Karma Chadana. Karanam Karma Karthati Trivida Karma Sangram means knowledge, the object of knowledge, and the knower are the three factors that motivate action. And the senses, the work, and the doer are the component of the action. Don't you think? The slok from Bhagavad Gita
signifies the essence of मान्छेको स्वर कत्रो हो कि कत्रो चाहिँ हो म त्यहाँ बसेको मेरो कान त टिनिनिनिनिनिनि गऱ्यो है स्वर पनि कत्रो आमामामामा अनि त्यस पछाडि त्यो अर्को एकजना थर्डको एउटा पार्टिसिपेन्ट दिदी आएर बोल्नुभयो त्यो उहाँको स्पिच चाहिँ मलाई एकदम राम्रो लागेको थियो अनि यो चाहिँ हाम्रो रसिलाको घर छेउको दिदी भन्नुभएको थियो अनि त्यस पछाडि हामी त्यहाँबाट अल्छी लागेर बोर भएर आयौँ तल खाजा खानको लागि अनि हामी सबैजना साथीहरू भेट भयो अनि साथी भेट भएपछि अनि रमाइलो गऱ्यौँ एकछिन हाँसिक मजाक गऱ्यौँ अनि त्यहाँबाट फर्केर आएपछि चाहिँ पुरै क्लास खाली थियो सबैजना गइसकेका थिए प्रोग्राम चाहिँ फेरि त्यहाँ खोइ के भनिरहेको थियो अनि हामीलाई दिएको थियो फिका चिया अनि हामीले चिया खायौँ अनि हामी चिया खाएर अनि हामी त्यहाँबाट लाग्यौँ घरतिर प्रोग्राम चाहिँ स्टार्ट भइरहेको थियो अनि त्यस पछाडि हामीलाई चाहिँ त्यो अल्छी लागिसकेको थियो कोही पनि नै बाँकी थिएन हामी मात्रै के खानु बस्नु भनेर अनि हामी चाहिँ घरतिर लाग्यौँ घर जाँदा चाहिँ रसिला र म थियौँ अनि हामी चाहिँ त्यही दिउँसोकै कुरा भनेर हाँस्दै हाँस्दै गइरहेको थियौँ यहाँहरूलाई मेरो भ्लग हेरेर साथ दिनुभएकोमा धन्यवाद।